भादौ 2082 नेपालको इतिहासमा एउटा यस्तो मोड आयो जहाँ कसैले नसोचेको विद्रोह भयो। जब नेपो बेबीहरूको विलासिता र भ्रष्ट व्यवस्था विरुद्ध जेनजी सडकमा उत्रिए तब सिंहदरबार हल्लियो। 73 जना शहीद भए। तर त्यो आन्दोलनले एउटा स्पष्ट सन्देश दियो, अब पुरानो दल चल्दैन। आगामी फागुन 21 को चुनावमा दुईवटा ठुलो शक्ति आम्ने सामने छन्। एकातिर काठमाडौँका सिस्टम किङ बालेन शाह, अर्कोतिर धरानबाट उठेका श्रमका प्रतीक हर्क साम्पाङ। बालेन प्रविधिको कुरा गर्छन्, तर हर्क माटो र पसिनाको। आज हामी विश्लेषण गर्छौँ किन यो चुनावमा हर्क साम्पाङको हर्कवाद युवाहरूको पहिलो रोजाइ बन्दैछ। हर्क साम्पाङ केवल एउटा नाम होइन, यो एउटा विचार हो। उनले आफ्नो श्रम संस्कृति पार्टी मार्फत यस्ता एजेन्डा ल्याएका छन् जसले नेपालको शिक्षा र रोजगारीको जग नै हराइदिन्छ। हप्तामा 3 दिन पढाइ, 4 दिन श्रम। हर्क भन्छन् किताबले मात्र देश बन्दैन। उनको प्रस्ताव छ विद्यार्थीले 3 दिन सैद्धान्तिक ज्ञान लिने र बाँकी 4 दिन खेत, कल कारखाना र निर्माणमा जोडिने। यसले प्रमाणपत्रधारी बेरोजगार होइन, दक्ष देशभक्त उत्पादन गर्नेछ। हामी सत्तामा पुग्यौँ भने 3 दिन मात्रै स्कुल खोल्छौँ। हामी 3 दिन पढ्ने, 4 दिन काम गर्नुपर्छ। निर्माणमा, उत्पादनमा, आविष्कारमा, होइन अन्वेषणमा। अनिवार्य श्रमदान। हामीलाई विदेशी ऋण होइन, आफ्नै पसिना चाहिन्छ। हरेक नागरिकले देश विकासमा अनिवार्य श्रमदान गर्नुपर्ने उनको नीतिले नेपाललाई 10 वर्षमै आत्मनिर्भर बनाउने दाबी गर्छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपति। सांसदहरू किनेर सरकार बनाउने खेल अन्त्य गर्न हर्कले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डालाई मुख्य हतियार बनाएका छन्। बालेन शाह पक्कै पनि सुशासनका हिरो हुन्, तर 2082 को जेनजी आन्दोलनले एउटा कुरा स्पष्ट पारेका छ। युवाहरू अब डिजिटल सुशासनभन्दा पनि ग्राउन्ड रियालिटी र माटोको राजनीति खोजिरहेका छन्। अभिजात वर्ग विरुद्धको विद्रोह। बालेन र सपसँग मिलेर चुनाव लड्दा कतै उनी पनि सिस्टमभित्र नै हराउने त होइन भन्ने डर छ। तर हर्क साम्पाङले भन्छ म रवि, बालेन वा कसैसँग मिल्दिन। उनको यो अडानले उनलाई अन्तिम स्वतन्त्र योद्धा बनाएको छ। श्रमको सम्मान। जेनजी युवाहरू बाहिर जान बाध्य छन्। हर्कले नेपालमै श्रम गरौँ भन्ने जुन संस्कार श्रम संस्कृति सुरु गरे त्यसले खाडी जान तयार युवाहरूलाई आश जगाएको छ। सादा जीवन उच्च विचार। हर्क साम्पाङको 2 हातको माटो समातेको चुनाव चिन्ह केवल चिन्ह मात्र होइन, यो आम नेपालीको भोको पेट र रित्तो हातको आवाज हो। बालेनले काठमाडौँलाई महानगर बनाउन सिकाए, तर हर्कले नेपाललाई बाँच्न सिकाउँदैछन्। फागुन 21 को निर्वाचन केवल भोट हाल्ने दिन होइन, यो श्रम र प्रविधि बीचको एउटा सुन्दर छनौट हो। यदि तपाईँलाई लाग्छ कि 3 दिनको पढाइ र श्रमदानले मात्र नेपालको ऋण तिर्न सकिन्छ भन्ने हर्क साम्पाङको विकल्प छैन। तपाईँलाई के लाग्छ, बालेनको डिजिटल भिजन जित्ला कि हर्कको श्रम संस्कृतिले? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोस्।